मेरो छोरो विदेशबाट कमाएको 1 रुपैयाँ किन होस् 2 रुपैयाँ किन होस् यहाँ भनौँ भने यिनीहरू गाली गर्छ कि 5 वर्ष त्यसको मैले सुन्नु एकछिन बोल्न देऊ न बाउको जम्मा 1 कट्ठा 15 धुर थियो सुन्नु न झुट बोल्छ यसले ए सबै झुट बोल्दै गर्छ यस्तै गर्छ निकाल्नु न त निकाल्नु हैन चित्त बुझ्छ भने मलाई मार्दा हुन्छ तपाईँ एकछिन जानुहोस् यस्तै गर्छ सर यहाँ हामी कुरा गर्छौँ एकछिन जानुहोस् ल तपाईँ उता म मरेको मान्छे जिउँदो लास बनेको छु म काठमाडौँ जानु पर्यो मलाई न्याय चाहिन्छ यस्तै गर्छु मैले सुरुमा पनि छोरालाई रोडमा ल्याएको मार्छ यसरी नै मेरो संस्कार बिगारेको मेरो सरासर भन्दैछु म मेरो संस्कार बिगारेको यहाँनिर सब चीजमा अहिले मेरो श्रीमान बोल्नु पर्ने हो नि बोल्दैन उहाँ बोल्नुहुन्छ किन बोल्नुहुन्छ उहाँले पनि थाहा रहेछ नि त हैन सबै हुन्छ अहिले बिहा गर्छ अहिले 10 लाख दियो भने अहिले बिहा गर्छ अरे 20 लाख दियोस् न म गर्छु नि त्यसो त छोड्नु न त्यो कुरा गरोस् कि नगरोस् मलाई पुर्थ्यो पागल सोध्दै सबै प्रुफ दिन्छु हजुर छोराले के भन्नु बिहे गरेको छैन बाउले सरासर भन्नु न नानी छ बच्चा छ तपाईले झुट बोल्नु भयो कि झुट बोल्नु बुवाले सही कुरा गर्नु अनि यस्तो भयो अनि तपाईले बिहे गरेन तर केटी चाहिँ थिएछ हैन के ल परेको थियो लभ उहाँले अब मैले भने थिएँ नि अब कोही नबोल्छ उहाँले के रे 5 वर्षदेखि लापता हैन म 5 वर्ष कहाँ थिएँ भने मेरो पासपोर्टमा मेरो स्ट्याम्प लागेको छ एकछिन 5 वर्ष तपाईँ विदेशमा हुनुहुन्थ्यो 5 वर्ष भन्नाले तपाईको 5 वर्ष उहाँ भन्नुभयो नि 1 वर्षको यता गेप 1 वर्ष त तपाईँ यता छोडिदिनु 4 वर्ष 4 वर्षदेखि कहाँ थियो भने मेरो पासपोर्टमा स्ट्याम्प छ कि छैन भने मेरो पासपोर्टमा हेर्दा हुन्छ उहाँले के भन्नुभयो सम्पर्कबिन यहाँ 5 वर्षको मेरो के अरे यहाँ स्ट्याम्प लागेको छ गएको इन्टर आएको सबै यहाँ छ हजुरलाई म देखाइदिन्छु मैले त त्यही भनेको छु एकछिन हेरौँ न 5 वर्ष किन भनेको विदेश गएको मान्छे सबैले थाहा छ सबैले थाहा छ तपाईहरु अहिले गोली हान्दिनु म मर्न ल झुटो बोल्नलाई छोड्दिनु बाइकहरु पनि कति उसको नाममा दिएको यो उसको हो तू बिगार्ने छी हाम्रो घर बनाके तू बिगार्न छी मेरो ससुराले भनेको डिभोर्स दे भनेर मेरो बुढाले भन्छ डिभोर्स दे धेरै यो गरे चप्पल लिएर ठोक्छ तपाईहरुले के लगाउनु भएको यदि मलाई पिट्नलाई भन्नु त भन्छ चप्पलले हान्छु मेरो सम्झिनीले तपाईहरु चाहिँ कारबाही गर्नुस् निरपेक्ष लिनुस् तपाई चाहिँ बेला पनि यो साबुत निकाल्नु सर यो हुनेवाला छैन यो झुटो बोलेर सबै मेरो छोरालाई रोडमा ल्याएको छ झुटो 33-32 लाखको सम्पत्ति हजुर सबै लिइहालेको छ हामीसँग केही छैन कुरा हुन्छ कि यो कुरा हुन्छ के तपाईँ आउनु न तपाईँ एकछिन त्यहाँ तपाईँ यहाँ झगडा गरेर के यो समस्याको समाधान हुन्छ चप्पलले हान्छ त झुटो बोल्छ सबै चीज उहाँले झुटो बोल्छ उसले भन्छ म मर्डर गर्दिन्छु यसको जिम्मेवार को लिन्छ मेरो छोराको नि पालो आउँदैछ त हैन ल ठीक छ उधर भन्छु काट्दिन्छु मार्दिन्छु गोली हान्दिन्छु यसको मेरो जिम्मेवार कसले लिन्छ इधर लिन्छ मार्नु छ भने सबैको अगाडि मार पटक धामस दिएको छ यहाँबाट यदि मैले गल्ती गरेको छु भने मलाई सजाय गराउनुस् तर मेरो पनि शब्द कतै छानबिन गर्नुस् एकछिन हामी कहाँ थियौं भाइ तिमी 5 वर्ष कहाँ थियौ अरे त्यहाँ देखाउँदैछौ मसँग 5 वर्ष उहाँ भन्नु सरासर झुट बोलिरहेछ मेरो पासपोर्ट गरेर हेर्नुस् मैले कहाँ थिएँ ल सुन्छ मात्रै सुन्ने हैन सानो बोल्दा पनि कसरी मलाई कुट्न आउँछ ल बार मलाई यसरी मार्ने यो गरिरहेछ प्रयास भोलि पर्सि मेरो के भयो भने जिम्मेवार को हुन्छ भाइ ल मेरो 5 वर्ष गरौँ न 5 वर्ष तिमी कहाँ थियौ त्यो भनौँ न म देखाइदिन्छु अब के भन्नु हजुरलाई हामी यो प्रत्यक्ष रेकर्ड छ कसले के कतिखेर को ठुलो कुरा बोल्यो के गर्यो सबै हुन्छ यहाँ हेरौँ 5 वर्ष कहाँ छ तपाईँ बसेको एकछिन यसो हजुरलाई मलाई नसोधिखेर जाँदाखेरिको हो यो तपाईलाई नसोधिकन ओके श्रीमतीलाई एकछिन पहिला हेर्नु पहिला प्रमाण त हेरौँ हैन प्रमाण हेरौँ है पहिला हामी उहाँ विदेश गएको नगएको हामी प्रमाण हेर्दैछौँ उताको लाइसेन्सहरू केही छ भने त्यो देखाउँदा पनि हुन्छ सर मसँग त के भयो ड्राइभर मान्छे हैन तपाईँ के ड्राइभिङमै जानु भएको हजुर म हेभी ट्रान्सपोर्ट ड्राइभर हो अल साउदीको मैले हो रहेछ साउदीको लाइसेन्स यो त अहिलेसम्म भ्यालिड छ सर हेर्नु 2027 सम्म रहेछ भ्यालिड छ एक्सपायर हैन अनि कमाइ त राम्रै गर्यो होला त ड्राइभिङमा त राम्रै पैसा कमाए नि 9-10 वर्ष कमाएको सबै यसको बाउ आमाले सबै मतलब यो गरेको छ यो मार दिएको एकछिन के गर्यो राख्नु भन्नु मलाई एकछिन होइन म सब थोक काका आइमाले पैसा पठाएर बाउ आमालाई कति पैसा सबै हो ओके अब सुन्नु कति पैसा
सम्धि सम्धि यता बोलाउनु न कहाँ उता गएर उनीहरू न कस्तो कस्तो गरिरहेछ त गाली गर्छ त छोरालाई सिकाएर दुईटा बिहे गर भन्ने यहाँ सुन्नु त्यो सम्धि सम्धि त्यस्तो सम्धि सम्धि त्यस्तो गर्नुपर्छ हाइट ओपन हो सम्धि सम्धि त्यस्तो बाँच्नुहुन्छ अब तपाईँहरू सम्धि सम्धि गाली गर्छ सर म त्यहाँ उभिरहेको होइन त्यसो गाली गर्नु गाली गर्नु सात वर्षको तलब यसले खाएको छ जग्गामा पैसा हालेको छ भन्छ दिएको छैन एकछिन यहाँ तपाईँ अब कोही नबोल्नु है सुरुदेखि एकछिन बोल्नुलाई जिन्दगी यो दुईजनाले बिताउने हो बाबुआमाले होइन है पहिलो कुरा म भनिदिन्छु होइन हजुर हजुर यो सम्धि सम्धिना तपाईँहरू भोलि यिनीहरू बुढाबुढी मिल्छ तपाईँहरू सम्धि सम्धिना चाहिँ के यही हो हजुर हजुर के गर्ने बुढीलाई मेरो बुढी हो म राख्छु के गर्ने तपाईँ त्यो आइमाईलाई छोड्छ सब चिज छोड्छ भने जस्तो पहिला बाबुआमाले जग्गा जमिन बेचेर मनेर इटारीमा बसेको थियो मैनेरी बस्नु पर्यो मलाई विश्वास हुनु पर्यो नि चिया बेचौँ कि भाडामा जाउँ जेसुकै गरौँ दुईजना मिलेर काम आउने खाने जहाँ जान्छ त्यही जान्छ एकछिन छोड्दिन सर मेरो बुढालाई लाने एकछिन म एकछिन छोड्दिन उहाँले इटारीमा भन्नुभएको नि जहाँ बनाएर बसेको त 8 वर्षदेखि होइन मेरो चाहिँ बस्नु सुन्नु पर्यो जुन मेरो जग्गा छ अँ, त्यो मेरो छोराछोरीको नाबालिग भनेर त्यो पास हुनु पर्यो सर फर्स्ट अफ अल त्यो त हुन्छ दोस्रो सुरुमै कुरा हुन्छ हुन्छ सर हुन्छ दोस्रो कुरा रह्यो कि मैले 6-7 वर्ष कमाएर त्यो उसको कसको नाममा छ अहिले त्यो नाम त्यो जग्गा ऋण गरेर भाइको कसले तिर्छ सर ऋण कति छ ऋण कति छ ऋण 10 लाख छ ऋण ऋण 10 एकछिन यहाँ बसेर बस्नु नि यहाँ बसेर बोल्नु न भन्दाखेरि मजबुरीमा मैले जग्गा बेचेर मैले तिरेको 20 लाख मैले बेचेर हिँड्नु पहिला सबै छ त्यो गाउँको मान्छेहरू त्यो बेचेको के गरेको त थाहा छैन एकछिन यहाँ बस्नु अब कुरा यहाँ आउँछ यतै त्यो ऋण गरेर भाइको बिस्तारै बोल्नु है। मोटरसाइकलको सबै ऋण गरेर भाइको बिस्तारै बोल्नु। त्यतिखेर। अब ऋण कति छ ऋण अहिले 10-12 लाख रुपियाँ छ अहिले मैले त्यो जग्गा बेचेर बेचेको एकछिन बिस्तारै बोल्नु ऋण कति मैले जे सोध्छु नि त्यति मात्रै भन्नु ऋण 10-12 लाख छ ऋण 10-12 लाख थियो हैन उसलाई के भने त्यो आइमे आयो नि सर त्यो आइमे आयो नि त्यसको बाबाले म लान्छु भन नि मैले भने मेरो श्रीमान म के गरी म छोड्दिन किन छोड्छु म हैन मेरो दुईटा बच्चा छ म किन छोड्नु उसको बाबाले के भने उसको बुढा छ हैन उसको त्यो घरमा 12 वर्षको छोरी छ तिम्रो श्रीमान तिमी लैजाऊ कागजै छ सर पुरुफै छ मलाई हैन त्यो श्रीमान तिमीले लैजाऊ हैन श्रीमान त तिमीले लैजाऊ अनि यहाँ सुन्नु त्यो ऋणको अलिकति देखाउनु त्यो निकाल्दै गर्नु तपाईँ नबोल्नु म अलिकति म सोध्छु उहाँलाई अनि उलाई भनेपछि उहाँले चाहिँ भन्नुभयो होइन अब यहाँ सुन्नु तपाईँको गल्ती के छ भने अब यहाँ नेपाल सरकारले त दुईजना मैले बेचेकै छैन मिलेर यहाँ सुन्नु होइन त्यो होइन केटी कान्छी राख्नु त दिँदैन होला उहाँले के भन्नुभयो भने दाइ उहाँले भनिरहेछ नि 10 लाख म के गर्यो यिनीहरू पुरा फ्यामिलीले बेच्यो होला अलग्गै कुरा हो त्यो जग्गा बेचेको तपाईँलाई नडाँटी भन्नु जग्गा उसले भन्यो यता आउनु न तपाईँ चाहिँ अलिक क्यामेरा जग्गा भनेको ऋण तिर्न एकछिन जग्गा भनेको तपाईँको श्रीमतीले एकछिन नबोल्नु है जग्गा भनेको तपाईँको श्रीमतीले ऋण तिर्न बेची होइन तपाईँ आएर साइन गर्नुभयो जग्गामा त्यो तपाईँको नाममा थियो कसको नाममा थियो दुईजनाको नाममा थियो एकछिन अब यहाँ कुरा आउँछ दुईजनाको नाममा भएको जग्गा न तपाईँले एक्लै बेच्न सक्नुहुन्छ न उहाँले एक्लै बेच्न सक्नुहुन्छ दुईजनाकै सहमतिमा मात्रै बेचिने हो यो कुरा क्लियर हो है त्यो जग्गा बेच्यो कति पैसा तिर्यो मैले त्यो जग्गा भनेको जति ऋणहरू त उसले छोडेर गएको होइन 5 वर्षमा खर्चा पनि नदिएको होइन सर अनि उसले नानी पढाएको अनि त्यो के भन्छ उसले बाइक साइक छोडेर भागेको नि त अहिले भन्नु हुँदैछ नि बुवा चाबी खोसेर उसलाई किनिदिएको थियो नि त यहाँनिर 5 लाखको गाडी स्कुलको मैले 5-6 वर्षदेखि के खर्चाहरू वर्षा दिएको थिएन सर जम्मा मैले 20 लाख मैले दुईजना भएर साइक बेचेको उसको नाममा मैले बाइक दिइरहेको थिएँ उसको भाइलाई दिएको उहाँको फोटो नै बेचेको होइन भनेको ऋण बेचिदिने तिमी नजाऊ हैन म गल्ती गर्दिन ऋण तिरौँ ढुक्क हुन्छ भनेर उहाँको नाममा बाइक थियो उहाँको बाइकले एकछिन अब यो पनि ठुलो गल्ती हो हेर्नु उहाँको नाममा बाइक दिएको छ सवारी साधनको गल्ती यो बाइक तपाईको नाममा थियो एकछिन न तपाईले चाहिँ किन तपाईको नाममा निकाल्नु बाइक उले भन्न म तपाईले कुदाउने हो र हैन उले नै भनेको हालेको सर उले फसाउनुले हालेको सर कस्तो मेरो बालबच्चाको कसम भनेको उले के भन्यो भने उले म झुटो बोल्दिन सर त मलाई जेल 3वटा बाइक मेरो नाममा थियो सर अनि किन 3टा बाइक चाहिँ उले राखेको म विदेश जान्छु तिमी बेचेर ऋण तिर्नु भनेर त्यस्तो गरेर फसाएको यो 220 पनि हो यो पनि गाडी बेचेको यसको पनि म तपाईको बिलको फोटोकपी देखाउन सक्छु ओके अब यहाँ छ त्यो गाडी तपाईले श्रीमतीको नाममा पास गर्दिएको हैन हजुर गर्दिएको नि छुट्टीमा आउँथे ओके एकछिन किन गर्दिएको
हजुर किन गरिदिएको कि म भोलि पर्सि छुट्टीबाट आएपछि अनि म गएपछि त म अब त्यो होइन, बेच्न होइन, होइन, सकिँदैन हो। अनि त्यहाँदेखि चाहिँ बेच भनेर तपाईँले मैले राख श्रीमतीको नाममा अलि केही यताउति मेन्टेन गर्नु छ भने राख्नु अनि अरू पैसा खातामा राखिदिनु भनेर मैले उसलाई उसको नाममा दिएको भनेर मैले अनि उसलाई त ओके कतिमा बेच्नुभयो त्यो मैले बाइक बाइक त मैले भनेको 4 लाखमा बेचेको होइन सर कतिवटा बाइक त्यो त पहिलादेखि बेच्दा ऋण गर्दै भएको थियो नि त सर त्यो त 10-15 वर्षदेखि यही कहानी हो एकछिन ऋण गर्दा अघिदेखि उहाँले भन्नुभयो कि ऋण गर्दै ऋण खाली भाग्यो गर्छ सर ऋण के ऋण गर्दै भाग्नुभयो त तपाईँले ऋण मैले केही गरेको छैन बाइकहरू उसकै नाममा उसैले बेचेको हो कि ऋण गर्थ्यो त्यो भन्दा के को ऋण चाहिँ के थियो ऋणको के होइन ऋण जति भनेको विदेश गएपछि पैसा जति नतिर्ने, स्कुलमा 4 लाख 5 लाख भने स्कुलमा सबै जति झुट बोल्दैछ, फिस हुन्थ्यो नि हेर्नु एकछिन सुन्नु यहाँ मेरो मैले घर बनाइदिएको एकछिन, यता मैले सुनौँ न, हो उहाँको कि- माइतोमा एकछिन बस्छ भने यहाँ सुखीले यता बस्छ आउनु न भने। तपाईँ चाहिँ यता आउनु न सर झुट बोल्दैछ यहाँ सुन्नु। एकछिन सुर्की अनि माइतेमा घर छैन के बोल्नु भन्छ दिनुहुन्छ माइतेमा घर बोल्नु, घर बोल्नु, कसले बोल्नु, बनाएको झुटको जित हुँदैन बरु मेरो जान जाओस् सच्चाइ जानको आउनु पर्यो कुरा यहाँ। होइन, हो, के एकछिन, त्यहाँनिर एकछिन। को छ सच्चाइ त्यहाँनिर? आउनु यहाँ पर्यो सुन्नु न, सच्चाइ आउनु घर पर्यो बनाएको कसले सच्चाइ बनाइदिएको? अब के हुन्छ फाइनल फाइनल त्यो आइमाईलाई जति पैसा खाए 5 वर्षमा सबै मलाई चाहियो अब एकछिन न आइमाईको कुरा एकछिनमा जबसम्म तपाईँको श्रीमती छ त्यो अरू आइमाईको नो एन्ट्री हो यो क्लियर हो ए, मेरो ससुराले होइन? आइदियो सर घरमा बन्द गरेर ए आइदियो, तेरिका तपाईँ चुप लाग्नु न हौ अहिले त बन्द राख गरेर हुन्छ अहिलेको आइदियो, जमानामा गाउँमा लुकाएर हिँड्नु गाउँमै पुरुष गाउँमा देखाइदिन्छु म। ए भगवान् तपाईँ एकछिन न म भन्दैछु यो ऋण के कारणले भयो पुरा यहाँ आउँछ भनेको उहाँ नै बोल्नु नभन्नु मेरो ससुराले भन्नु साइड लाग्नु मेरो बाबामा साइड छ नि होइन नबोल्नु भन्नु उसले बाइकमा गर 2 दिन चलाउने आज यो मन पर्यो अर्को लिने अर्को मन पर्यो अर्को लिने होइन अर्को मन पर्यो अर्को मलाई फुस्लाउने अहिले पनि 3 दिनदेखि मलाई फुस्लाइरहेको थियो के फुस्लायो भनेको उसले मलाई ब्ल्याकमेल गर्ने मतलब उसले मलाई कस्तो फकाइरहेको छ 4 दिनदेखि तिमी अलिअलि पैसा मिल्छौ भने भन कसम भनेको मेरो बालबच्चा कसम भनेको रेकर्ड छ? त्यो रेकर्ड पनि छ मसँग पर्खिनु न फाइल निकाल्नु त उसले के भनेको छ तिम्रो बालबच्चा रेकर्ड निकाल्नु रेट के भनेको छ भने तिम्रो बालबच्चा पनि अलिअलि पैसा मिल्यो मैले के गर्दो रहेछ के गर्नुहुन्छ कति कमाएर राख्नु भएको छ र भनेर भनेको भन्न त्यो बालबच्चा के भन्छ अलिअलि पैसा दिएर मिल्छ भने भन्न मैले भने हिजो आज त्यो आइमाईको नाममा नागरिकता निकाल्नु मेरो ससुराले त्यो छौको जग्गा बेचेको छ म सबै सम्पत्ति अब खोजी नीति गर्छु यता गरौँ न यता त्यो जग्गा साइडको जग्गा कसलाई बेच्नु पास गरेछ त्यो सबै तपाईँले पाउनुहुन्छ यो तपाईँको अधिकार भनेको उसको पाउनुहुन्छ चाहिँ तपाईँले। हड्डी घोटेर खानु पनि पाउनुहुन्छ पाउनुहुन्छ। के? यो कुरा हामीलाई थाहा छ बुझ्नुभयो नि हिजो आज होइन जग्गा पास भएको तर छ त्यो त्यो छानबिन अधिकार गर्नु पर्यो मेरो ससुरालाई। तपाईँको अधिकार हो त्यो बच्चाहरू पनि छ होइन यहाँ हेर्नुहोस् सर वर्षको कुरा हो हेर्नु सर क्यामेरा फोकस गर्नु यहाँ हेर्नुहोस् तपाईँहरू के हो त्यो उसले भनिरहेछ 5 वर्षदेखि कहाँ गएको रहेछ 5 वर्षभित्र मैले उसलाई बाइक बेचेको सबथोक गरेको रेकर्ड छँदैछ सधैँ छ त यहाँ स्ट्याम्प पनि हेर्नुहोस् यहाँ मेरो पासपोर्ट म कहाँ होइन, गएको मैले छु भने ऊ हामीले कसरी आरोप लगाउँछ थाहा मलाई? भइसक्यो कि थाहा भइसक्यो यहाँ हेर्नु कति अप्रोच एकछिन भएको सब थोक। तपाईँ थाहा भइसक्यो त्यो साउदीको लाइसेन्सले हामीलाई थाहा भइसक्यो क्लियर होइन तपाईँ 5 वर्ष साउदी हुनुहुन्थ्यो भन्ने कुरा 5 वर्ष होइन 9-10 वर्षदेखि म गरिरहेको छु 9-10 वर्षदेखि मैले कमाएको कहाँ यो गर्नु सबैलाई उहाँ यो गरेको छु पैसा मेरो कति पैसा पठाएको छ सर ओके तपाईँको नाम ओके अब उहाँले म सोध्दिनँ तपाईँलाई सोध्छु हजुर उहाँले विदेश बसेर कति पैसा पठायो होला सुन्नु म भन्छु विदेश भनेकोले नानी जन्माइदेखि त 3 वर्ष सँगै जस्तो दुःख खपे पनि जेसुकै गरे पनि सर मेरो ससुराले हेरिरहेको थियो मेरो ससुराले हेरिरहेको थियो होइन मेरो 3टा नन्दा थियो हेर्नु मेरो 3टा नन्दाको 2टा नन्दाको मेरै उसले मलाई खर्चा दिने किन झुट बोल्नु मलाई खर्चा दिने 3टे नन्दाको मेरो बुढा श्रीमान भएर ऊ मेरो ससुरा भएर 3टे नन्दाको बिहा शादी गरेको मलाई खर्चा मात्रै आउँथ्यो सर हेर्नु है मलाई झुटो बोल्दिन होइन अब ऊ त अब जेठो छोरो होला अनि त गर्यो मैले होला, कहिले ठिक छ। गर्दिन उसले एउटा जिम्मेवारी वहन गर्यो होइन, यसमा नराम्रो कसैको केही पनि छैन केही पनि छैन मलाई पनि छैन उसले आफ्नो आपत्ति बहिनीहरूको बिहे गरिदिनु पाउँदैन म पाउँछ नि, भाउजू होइन? भएर पनि नि उसलाई मैले यति सहायता गरेँ मेरो त नन्दाहरूलाई मेरो साथी जस्तो भन्नुहोस् त मलाई म मेरो छोरी जस्तो पालेको छु सर मेरो बिहे भनेको 18 वर्ष भयो अहिले होइन आज म 14 वर्ष राम्रो थिएँ आज म उसको बुहारी मेरो श्रीमानको बुढी म खराब भएँ होइन होइन सुन्नु सुन्नु म भनेको आज म खराब भएँ यत्रो दिन त म खराब भएको थिइनँ यत्रो दिन त म उ गरेको थिइनँ भन्नु पहिला मलाई यो कुरा त्यो कुरा होइन यहाँ सुन्नु अब एकछिन कान्छी बुहारी छ नि 2 नम्बर ल्याएको छ नि छोरालाई जाएर कुटो गयोस् त के छोराले मेरो सासूलाई कुटेको छ सर त्यस्तो त एकछिन मेरो श्रीमान अरूको कुरा सुन्ने तपाईँहरू चुप लाग्नु भन्नु एकछिन तपाईँहरू एकछिन नबोल्नु है एकछिन है त्यो कान्छी बुहारी छ यहाँ तपाईँ कुन भाइ म जेठो जेठो यहाँ जेठो बुहारीको यहाँ काण्ड यहाँ मिलाउनु बेला भएको छ यहाँ यहाँ सुन्नु ओके एकछिन अब यहाँ तपाईँको चाहना अब हेर्नु
श्रीमान श्रीमती घर भइसकेपछि ऋण हुन्छ, पान हुन्छ, कहिले दिन लाग्छ, दशा लाग्छ, होइन? झगडा झगडी पनि हुन्छ, अलिअलि कुटाकुट पनि हुन्छ, होइन? तर तपाईँहरू चाहिँ प्रहरीसम्मै जानुपर्ने, मुद्दासम्मै जानुपर्ने अवस्था पनि आएछ। कारण भाइले चाहिँ अलिकति के गल्ती गर्यो, ड्राइभरमा हिँड्यो, ड्राइभर मान्छे हो, झिल्के ड्राइभर, त्यस्तै हो, केटीहरूले गरिदिन्छ, होइन? त्यस्तो त होइन, आफ्नो फोकस त आफ्नो काममा गर्छ कि त्यो गर्छ नि। तर अब यहाँ त कुरा यहाँ बुझ्यो नि त, के भने तिमीले हेर भाइ, तपाईँले के भयो, अर्को केटी तपाईँको जीवनमा एन्ट्री जब गर्यो नि तबदेखि नै यो कुरा चाहिँ गन्डागोल हुँदै आएछ, होइन? नत्र त्योभन्दा अगाडि त राम्रो थियो। यसो सोच त एकचोटि। यदि मेरो श्रीमती सुरुदेखि राम्रो भएको भए नि यो बुढाबुढीको सम्बन्ध किन मान्छे यो गरेको हुन्छ? नियम कानुन किन ल्याएको छ? त्यस्तो भन्छ, यहाँ सुन्नु, यहाँ त्यस्तो भएको भए त तपाईँले डिभोर्सको प्रक्रियामा जाँदा हुन्थ्यो। उहाँले त भन्दै त म श्रीमानसँग बस्छु भनेर, होइन? जहाँ लान्छ म त्यहीँ जान्छु भनेर, होइन? तपाईँले चाहिँ के लान सक्नुहुन्न त आफ्नो श्रीमतीलाई? लान्छ नि, किन लाँदैन? अनि कुरै सक्यो त, लाने हो, म लाने हो त नि, हिँड न घर। तर म ससुरालीमा किन बस्नु? आफ्नो घर जुन जग्गा छ त्यो फिर्ता गरोस्, म त्यहीमा घर बनाउँछु, म पाल्छु, बालबच्चा बुढी गर्छु, तर फिर्ता गरोस् न मेरो जग्गा, त्यसैमा म गर्छु। कसले बेच्यो मलाई त केही थाहा छैन। तिमीले जिल्लामा गएर भने राजीनामा पास गरिदिएको हो, उसले भन्छ म फेरि आफ्नो नाममा लिइहाल्छु भनेर भनेको। एकछिन मैले भने अघि नै यो जग्गा कसको नाममा यो गरेको छ भने सुन्नु न, दुईजनाको नाममा जग्गा थियो। उठ्नु न। दुईजनाको नाम होइन, एकजनाको नाममा थियो। तपाईँले बिस्तारै बोल्नु क्या। मलाई यहाँ सुन्नु सर, एउटा कुरा 5 वर्षदेखिको कुरा हो। म दुनियादारी केही जान्दिनँ, होइन? म केही पनि जान्दिनँ। यसलाई म अझै पनि माया गर्छु, होइन? त्यस्तो माया छ होइन, अझै पनि म माया गर्छु उसलाई, होइन? मेरो ससुरा बिचमा पर्छ नि, ऊ केहीको लागि होइन सर, त्यो सम्पत्तिको लागि हो, त्यो सम्पत्तिको लागि हो। र मेरो श्रीमानको कुरा भन्नुहुन्छ नि, जिल्लामा चुप लाग्नु, मलाई के, म कसैको कुरा सुन्दिनँ, म कसैको कुरा सुन्दिनँ सर। एकछिन नबोल्नु न, एकछिन नबोल्नु। यहाँ सुन्नु सर, म के भन्छु भने, जब जिल्लामा त्यो आइमाईलाई लिएर गइसक्यो, मिलापत भयो, त्यो आइमाईले के भन्यो भने उसको बाआमाले मेरो छोरी त्यतिकै आयो, होइन? बालबच्चा पनि भइसक्यो, के मतलब छैन, होइन? तिम्रो श्रीमान तिमी लैजाऊ, होइन? सुध्रिन्छ भने उसले के भन्यो भने म मेरो जेठी बुढी नेरी बस्छु, होइन? म लिएर जान्छु, होइन? ऋण कर्जा जे जति थियो म बेचिदिन्छु, मुस्किल छैन। त्यहाँ त्यस कागज हुनु बित्तिकै भोलिपल्ट गएर उसले जग्गा पास गरेर बेचेको ऋणहरू तिरेको सर। 1 वर्ष 1.5 वर्षको कुरा हो यो, होइन? अनि रह्यो अर्को कुरा के, चुप लाग्नु अहिले। म दुनियादारी केही जान्दिनँ, धन सम्पत्तिले मान्छेलाई के होइन, धन सम्पत्ति केही होइन। यसलाई म कमाएर 20 लाख दिन्छु सर, त्यो पहिला जस्तो बनोस्, पहिला जस्तो बनोस्। मेरो छोरीलाई डिप्रेसन हुन्छ, मेरो छोराहरू हुन्छ। मेरो छोराले अहिले 1 वर्षदेखि फोन गरेको थिएन सर, मेरो ससुरा छ नि, 1 वर्षदेखि फोन गरेको थिएन। म छोरीसँग कहिले केही कुरा गर्दिनँ म अहिले। मलाई कुरा गर्नु दिनु सर, मलाई न्याय कहीँ पनि पाएको छैन। थानाले हारिसकेको हो, गाउँले हारिसकेको हो। यसले मलाई तलाक दिएपछि मलाई यसको बाबाआमाले पनि कमाएर खुवाएन सर, घरबाट निकालिदियो। मलाई उसले इठरीमै राखोस्, मलाई भाडामा राख्छ भने राखोस्, सँगै जे व्यापार बिजनेस गर्ने, तर यसले ड्राइभर पनि गर्नु दिन्न सर। म जे काम गर्छ त्यही सँगै गर्छु, भिख मागेर खान्छु। अब यो कुरा आयो तपाईँलाई, यहाँ कुरा आयो, यो कुरा हामीलाई पनि राम्रोसँग थाहा छ। ए बाबा, श्रीमानले राम्रै जे काम गर्यो नि, काम त गर्न पायो, बुढी छोराछोरी त पाल्न पायो, के उसलाई चाहिँ तपाईँले चाहिँ मुठीमै राखेर चाहिँ हक भने हक, मुद भने मुद, त्यस्तो गर्न पाइन्छ? मानसिक तनाव टर्चर धेरै दिएको छ क्या। उसले जाने मेरो पिता कसले बुझ्छ? उसले त रोएर देखाउँछ दुनियाँलाई, मेरो मनको भित्र कसले बुझ्छ? चुप लाग्नु न हो यार तरिका यार। उसले जानेको के छ? ड्राइभिङ। ऊ के गर्छ? ड्राइभर गर्न काम गर्न जाँदो रहेछ, ओके न? उसले सिकेको, उसले त्यो काम गर्न पायो, तपाईँलाई खर्च दिएर तपाईँले राख्न पायो नि। पहिला व्यापार बिजनेस गरेको नि सर, यहाँ सुन्नु तपाईँलाई यहाँ सुन्नु न, तपाईँको कुरा कस्तो आउँदैछ भने नि, टोइलेट पनि सँगै जानुपर्ने, भात पनि सँगै जानुपर्ने, यस्तो गर्नुपर्ने। त्यो त मायाले हो, उहाँले माया गर्नुभयो कि